साना कहाँ जाँदैछौ? किड्स पार्क भन न। सो यति धेरै मान्छे हुन्छ स्याटरडे सन्डे त सबैजना अफ हुन्छ, बच्चाहरूलाई खेलाउन ल्याएको हुन्छ। पार्क अल्सो मेबी फुल टुडे। सो राम्रो छ यो ठाउँ, एकदमै हावा पानी पनि एकदमै नर्मल, कहिले धेरै गर्मी पनि हुँदैन जाडो पनि हुँदैन। सो हेर्नुहोस् पार्क पनि यति ठुलो छ यहाँ, लगभग नर्मली 2 to 500 बच्चाहरू एकै साथ खेल्न सक्छ। सान अलरेडी उता पुगिसक्यो अनि ल दिस इज अमेजिङ हो कि म झन्डै लडिनँ। दिस इज अमेजिङ। हजुरलाई कस्तो लाग्यो भन्नु होला। मलाई चाहिँ खासा रमाइलो, बच्चाहरूको लागि एकदमै हाई जम्पिङदेखि लिएर त्यसपछि स्लिपरी, त्यसपछि टावर क्लाइम्बिङ, जम्पिङ सबै छ क्या बच्चाहरूको लागि। एकदमै यो सानो बच्चाहरूको लागि भयो होइन, यो चाहिँ ठुलो बच्चाहरूको लागि भयो। हामीलाई पनि चढ्न मुस्किल हुन्छ यहाँ त्यसमा त। अनि त्यो पाइपबाट ओर्लिँदा त बाफ्रे मरिन्छ कि जस्तो फिल पनि हुन्छ। यो सानी हेर, से हेलो साना, से हेलो, से हेलो। Sana, are you happy today? Okay. Are you enough? ल ल खेल, आऊ आऊ साना, उ त बिगमा जाऊ, बिगमा जाऊ हैन, बिगमा जान्नु ल त नि ल। ओभरअल भ्यू यस्तो छ है। अलिकति उता चाहिँ स्विमिङ पुल पनि छ सबैजनाको लागि, पब्लिक स्विमिङ पुल फर चिल्ड्रेन अनि फर एडल्ट, फर ओल्डर वाट एभर। सो यस्तो छ हजुर। अनि सो पार्किङको व्यवस्था पनि एकदमै मजाले, लगभग अलमोस्ट 1000 भन्दा बढी कार पार्किङ होला क्या यो ठाउँमा। अनि त्यो नजिकै देख्नुभएको छ त्यो बिग बिल्डिङ चाहिँ हस्पिटल हो। इट्स भेरी बिग हस्पिटल होइन। सबैजना आज पार्कमा रमाइलो गर्न बच्चाहरूलाई लिएर, गाह्रो छ नि बच्चाहरूलाई घरमा राख्न पनि होइन। त्यस्तो छ। आजको स्प्रिङफिल्डको टुरिङ चाहिँ यस प्रकारको छ। खाना खाइयो, रमाइलो गरियो, बच्चाहरूसँग घुमियो, ट्रेन चढियो होइन। अब हजुरलाई योभन्दा बढी के देखाउँ मलाई भन्नुहोस् त। ल हजुरहरूलाई के लेख्नु मन छ, के भन्नु मन छ, प्लिज कमेन्ट मी होइन। अब म राम्ररी देखाइदिन्छु पार्क। बच्चाहरूलाई कति आनन्द छ नजिकै हेर्नु न। यस्तो छ क्या यहाँको सरकारले सपिङ सेन्टर भनेपछि सबै एकै ठाउँमा हुन्छ। जहाँ पाए त्यही पसल राख्न पाउँदैन यहाँ। अनि जहाँ पाए त्यही बच्चा खेल्ने किड्सहरूको पार्क पनि हुँदैन। सबै ठाउँको एउटा ठाउँ हुन्छ, सेन्टर हुन्छ। अनि त्यही भएर व्यवस्थित छ जस्तो लाग्छ। पारी चाहिँ स्विमिङ पुल छ। हामी एक दिन चाहिँ स्विमिङ पुलको मात्र भिडियो बनाउने छौँ। सो स्टे अन ट्युन है। सो के भनौँ अरू, अब धेरै रमाइलो भयो आज चाहिँ बच्चाहरूसँग। ए ल ओके गाइज, आजको लागि म बिदा हुन चाहन्छु। जसले मेरो भिडियो हेरिदिनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद। Thank you so much supporting for Anu. Thank you so much supporting for live vlogs with Anu Shahi. So I'm excited to come in next video. Bye bye. Take care. Love you guys.